मजाले बनिसकेछ सेफले देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो फर्स्ट टाइम बनाएको, कस्तो मजाको बनेको छ। खाँदा पनि त्यतिकै मिठो छ। तपाईहरुले पनि बनाउन सक्नुहुन्छ यही हेरेर रेसिपी। यो चाहिँ सेफले बनिसक्यो। यस्तो दामी बन्यो कि तपाईहरुलाई पनि मनपर्छ अनि मेरो रेसिपी हेरेर बनाएर खान सक्नुहुन्छ। Subscribe my channel, like, comment, please. Thank you. हेलो, मेरो नाम चाहिँ सङ्गीता। आज चाहिँ म टिबेटिङ फुड सेफले बनाएर देखाउन गइरहेको छु तपाईहरुलाई। सामग्री चाहिँ यही छ। प्याज चाहिन्छ, चिकन चाहिन्छ, अब यो स्पाइसी अलिअलि भइगयो, धनिया र जिराको धुलो, अलिकति कलर दिने पेपरिका, त्यहाँनेरि भयो अजिना, अनि नुन चाहिन्छ। यहाँ अलिकति सकेको छ। यहाँ चाहिँ मरिच थियो, अनि मैदा चाहिन्छ। मैदा मैले अलिकति तेल लाएको छु, अनि त्यस पछाडि नुन अलिकति। अब यसलाई मुस्ने छु अलिअलि पानी लाएर। हेलो, नमस्कार, मेरो नाम चाहिँ सङ्गीता। वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म सेफले बनाउन सिकाउँदैछु कसरी टिबेटिङ फुड। त्यसको लागि अलिकति मैले ग्राइन्ड गरेर राखेको छु चिकन ब्रेस्ट, अदुवा, लसुन हाल्दा पनि हुन्छ तर मैले हालिनँ। यहाँ अरू स्पाइसीहरू छ, पेपरिका, अलिकति अजिना, जिरा धनियाको धुलो, नुन, अलिकति त्यहाँ मरिच पनि छ। अनि यहाँ एउटा प्याज चप गरेको छु, धनिया, सोया सस, यति नै सामग्री चाहिन्छ। यहाँ चाहिँ म पकाउनु गइरहेको छु। अलिकति प्याज राखेको अघि एउटा काटेको, अनि अदुवा तेलमा रातो भयो पछाडि चिकन हाल्छु। चिकन हालिसकेको छु। यो स्पाइसेसहरू पनि सबै हाल्ने छु। अब चाहिँ यहाँ अलिकति म सोया सस हाल्न गइरहेको छु। डार्क सोया सस हो यो चाहिँ। हालिसकेँ। यो चाहिँ भेजिटेबलमा पनि बनिन्छ, तर मैले चाहिँ वाइ नट चिकनको ट्राई गरौँ आज भनेर चिकनको बनाउनु लाग्दैछु। यसमा चाहिँ प्याजको पत्ता पनि हाल्दा हुन्छ। आज चाहिँ यहाँ पानी परिरहेछ र मैले टिप्नु गइनँ। धनिया चाहिँ टिपेर अहिले माथिबाट हाल्छु। यो चाहिँ अब पाकिसक्नु लाग्यो। यसमा पिरो धुलो खोर्सानी हाल्दा पनि हुन्थ्यो। म चाहिँ अलिअलि नानीहरूलाई पनि फ्राई गराउनु पर्यो भनेर हालिनँ। तपाईँहरूले चाहिँ हालेर खान सक्नुहुन्छ। यो रेसिपी हेरेर बनाउन पनि सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ पाकिसक्नु लाग्यो। यो चाहिँ रेडी भइसकेको छ। माथिबाट मैले धनिया पनि राखिसकेँ। अब भित्र गएर पिठो डो बनाएर यो अलिक तातो छ, सेलाएपछि बनाउने छु। त्यो पनि म देखाउँछु तपाईँहरूलाई। अब यहाँ चाहिँ म बेल्नलाई तयारी हुँदैछु रोटी बनाउनलाई। यो चाहिँ यसरी टाइट गर्दै जानुपर्छ। अनि मैले चाहिँ फोर्कको सहायता लिएर यस्तो तरिकाको बनाउन जाँदैछु। यसलाई चाहिँ मैले बिस्तारी यसरी हातले लक गर्दै गएँ, मजाले टाइट पारेर। फोर्कले यसरी गर्दा नि हुन्थ्यो, तर मैले चाहिँ त्यसरी गरेँ। यहाँ एउटा चाहिँ बनाउँदैछु। यो चाहिँ मेरो फर्स्ट ट्राई हो। यहाँ चाहिँ मैले बनाइसकेको छु। यो चाहिँ मेरो फर्स्ट टाइम हो। एउटा रोटी पनि उब्रियो। तेल तातो पार्दैछु, मजाले तातेपछि पकाउँछु। यसलाई चाहिँ म पकाउँदैछु। दुवैपट्टि मजाले रातो भएर निकाल्नुपर्छ फर्काउँदै। यो चाहिँ पाकिसकेको छ, देख्न सक्नुहुन्छ। यस्तो मजाले बनेको छ कि यो सेफले चाहिँ रेडी भइसकेको छ।